नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। पूर्वी पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा गैर राति दुर्घटनामा परि 1 जनाको मृत्यु। सरकारले भर्खर नै लागू गरेको मुलुकी अपराध संहिता ऐनको विरोधमा चालकहरूद्वारा बन्दको आह्वान। महोत्तरीको बर्दिवासबाट प्रहरीले सोमबार राति लागू औषध सहित 3 जनालाई पक्राउ। पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा आपत्ति। र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेवी संघले गृहमन्त्री थापाको राजीनामा माग। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैराकोटमा गैर राति दुर्घटनामा परि 1 युवतीको मृत्यु भएको छ। गैराकोट 2 बिरकुटी चोकमा पूर्वबाट पश्चिमतर्फबाट जाँदै गरेको ना 1841246 नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना 412674 नम्बरको स्कुटर एक आपसमा ठोकिँदा सो दुर्घटना भएको हो। दुर्घटना परि ना 412675 नम्बरको स्कुटर चालक चितवन गुन्जन नगर 4 का 26 वर्षीय अनिसा राणा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते रजनाको उपचारको क्रममा चितवन स्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो। गत भदौ 29 गतेदेखि बेपत्ता पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 7 का 40 वर्षीय धर्मेन्द्र प्रसाद गुप्ता सोमबार सरकारले भर्खरै लागू गरेको मुलुकी अपराध संहिता ऐनको विरोधमा चालकहरूले बन्दको आह्वान गरेका हुन्। नयाँ मुलुकका अपराध संहिता ऐनको संशोधनको माग गर्दै चालकहरू विरोधमा सवारी साधन बन्द गरेका हुन्। बन्दले गर्दा जनकपुरबाट चल्ने लामो तथा छोटो दूरीको सवारी साधन चल्न सकेको छैन। बन्दका कारण यात्रुहरूले समस्या भोग्नु परिरहेको छ। बर्दिवास प्रहरीले सोमबार राति महोत्तरीको बर्दिवासबाट लागू औषध सहित 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर 3 घर भएका 23 वर्षीय दीपक मगर, महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर 3 घर भएका वर्ष 19 का सन्दीप राणा र सोही ठेगानामा घर भएका वर्ष 20 का सरोज तोलाङ्गी रहेका छन्। महोत्तरीको गौशालाबाट बर्दिवासतर्फ आउँदै गरेको सार्वजनिक यातायातको म्याजिकमा चढेका उनीहरूले बर्दिवास 4 मा स्थान चोकमा चेक जाँच गर्दा उनीहरूको साथमा नाइट्रोसन 10 पत्ता र 8 पिस नाइट्रोभेट 10 पत्ता 50 पिस प्रोभेक्सिबर स्पोर 20 पिस लिनोभोको मोबाइल 1 थान सहित उनीहरूलाई पक्राउ परेको बर्दिवास प्रहरी निरीक्षक राजु कुर्मीले बताए। पक्राउ पर्ने 3 जना मध्ये दीपक लागू औषध ओसार पोसारको सहयोगी र सेवनकर्ता हुन् भने सरोज लागू औषध खरिद गर्ने काममा लगानीकर्ता हुन्। उनले सन्दीपलाई लागू औषध खरिद गर्न रु 4000 नगद दिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यसैगरी प्रहरीले विशेष सुराकीको आधारमा महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर 8 को लचन टोल नजिकै रहेको सगरनाथ वन विकास परियोजनाको खाली जमिनमा अवैध रूपमा गाजा खेती गर्ने 1 जनालाई पक्राउ गरेको छ। नामथर नखुलेको व्यक्तिले लगाएको 1 कट्ठामा 50 वटा गाजाको बोट नष्ट गरेको बताइएको छ। नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। राति 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 2 रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रति लिटर 3 रुपैयाँ बढाएको हो। अब काठमाडौँमा पेट्रोलको बजार मूल्य 114 रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रति लिटर 101 रुपैयाँ पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन। मूल्य बढाएपछि निगमलाई पेट्रोलमा प्रति लिटर 2 रुपैयाँ 92 पैसा र डिजेलमा प्रति लिटर 2 रुपैयाँ 72 पैसा नाफा हुने प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। पछिल्लो 15 र 20 दिनमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढेको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको अवमूल्यन भएका कारण भारतको इन्डियन आयल कर्पोरेसन 16 सेप्टेम्बरमा मूल्य बढाएर पठाएको थियो। त्यसै अनुसार नेपालमा पनि मूल्य बढाएको गोइतले बताए।
अहिले पनि भारतमा भन्दा नेपालमा पेट्रोल प्रति लिटर 29 रुपैयाँ 44 पैसा र डिजल प्रति लिटर 28 रुपैयाँ 44 पैसा सस्तो रहेको निगमको भनाइ छ। अब समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति जनाएको छ। नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले सरकारले दशैं तिहार जस्ता चाडपर्वको मुखैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाउनु भएको हो। गए राति 12 बजेबाट लागू हुने गरी सरकारले पेट्रोलमा प्रति लिटर 2 रुपैयाँ र डिजेल र मट्टी तेलमा प्रति लिटर 3 रुपैयाँ मूल्य बढाएको छ। नेता सिंहले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई मारमा पार्ने काम मात्रै गरेको दाबी गर्नुभयो। मंगलबार सर्वोच्च नेता गणेश मान सिंहको 21औं स्मृति दिवसको अवसर पारेर काठमाडौँको शोभा भगवतीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीले सुशासन र समृद्धिको ठूलो नारा दिए पनि जनताले राहत दिने कुनै पनि काम गर्न नसकेको दाबी पनि गर्नुभयो। उहाँले प्रधानमन्त्री ओलीले देश र जनताको नभई केही सीमित व्यक्तिहरूको इन्ट्रेस्टमा चलिरहेको आरोप पनि लगाउनुभयो। तर के गर्ने, जनताले त केही हातमा चाहिँ पाएको छैन नि। अब हिजो राति मात्रै भर्खरै अब भनौँ न दशैंको मुखमा आएर यत्रो चाहिँ हाम्रो चाहिँ चाडपर्व चाहिँ आइसकेको छ। अब चाहिँ यो चाहिँ जुन प्राइस, यो चाहिँ जुन भनौँ न यो चाहिँ पेट्रोलमा, यो चाहिँ पदार्थहरूमा चाहिँ जुन यो चाहिँ मूल्य वृद्धि गरेकै छ भनेपछि जनतालाई अलिकति राहत दिने, जनतालाई चाहिँ केन्द्रबिन्दुमा राखेर यो सरकारले त आफ्नो काम गरेकै छैन नि। यो सरकारको चाहिँ विशेषतै के हो त भन्दाखेरि खालि आफ्नो गिरोभित्र बसेका केही सीमित यो चाहिँ व्यक्तिहरूको चाहिँ इन्ट्रेस्टमा मात्रै यो सरकार चाहिँ काम गरिरहेको चाहिँ हामी चाहिँ त्यो आम जनताले चाहिँ त्यो महसुस गरेको छ। प्रतिपक्षको भूमिका त हामीले निर्वाह गरिरहेको छ। हाउसमा चाहिँ पार्लियामेन्टमा चाहिँ हामीले चाहिँ उठाउनु पर्ने कुरा, पार्लियामेन्टमा हरेक मेजर इस्युजहरूलाई चाहिँ हामीले चाहिँ छोडेका छैनौँ। अब पत्र पत्रिकाले चाहिँ त्यसमा चाहिँ अब चाहिँ कमेन्ट गर्छ गर्दैन त्यो आफ्नो ठाउँमा छ। तर ग्राउन्ड रियालिटीमा पार्लियामेन्टदेखि लिएर सडक जिल्लामा त कांग्रेसले चाहिँ अपोजिसनको चाहिँ भूमिका आफ्नो क्षमता अनुसार त हामीले त गरेकै छौँ त। र अहिले पनि हामी के भन्छौँ भन्दाखेरि यो सरकार 2 तिहाईको दम्बमा यो चाहिँ जुन एउटा चाहिँ राम्रो चाहिँ काम चाहिँ गरोस् भनेर त सुरुमै हामीले चाहिँ शुभकामना दिएकै हो। अहिले पनि हाम्रो शुभकामना छ। तर के गर्ने, यो चाहिँ कस्तो भन्दाखेरि अब यो फिस्टेको चाहिँ खुट्टैबाट चाल हुन्छ भने जस्तै 2 तिहाई हुँदैमा चाहिँ सबै चाहिँ नहुँदो रहेछ। यिनीहरू चाहिँ केसँग म्यानेजै गर्न आउँदैन। किन भन्दाखेरि प्रथम संविधान सभामा पनि त कम्युनिस्टहरूको त्यत्रो बाहुल्य भए पनि सरकार चाहिँ एकपछि अर्को 4-4वटा चाहिँ कम्युनिस्ट नेताहरू चाहिँ प्रधानमन्त्री भए। तर संविधान सभाबाट संविधान जारी नगरिकन त भङ्ग गरायो नि त। आखिरमा कांग्रेसै आएर दोस्रो संविधान सभापछि संविधान त जारी गरे नि। पूर्व प्रधानमन्त्री समेत रहनुभएको नेता सिंहले सरकारलाई कामै गर्न नसक्ने फिस्टेको रूपमा चित्रण गर्नुभयो। कम्युनिस्ट नेतृत्वको 2 तिहाईको सरकारले कामै गर्न नजानेको नेता सिंहको दाबी छ। नेता सिंहले कांग्रेसले सडकदेखि सदनसम्म जिम्मेवारी प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी पनि गर्नुभयो। उहाँले सर्वोच्च नेता गणेश मान सिंहले देखाएको बाटोबाटै कांग्रेस अघि बढिरहेको पनि बताउनुभयो। कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुङ्गाना र राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र राज पाण्डे, नेता नवीन्द्र राज जोशी लगायतका कांग्रेसका नेता कार्यालयकर्ताले त्यहाँ स्थित गणेश मान सिंहको शालिगमा माल्यार्पण गर्नुभएको थियो। प्रधानमन्त्री केपी ओलीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको आमा बुवासँग भेट गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सोमबार बिहान आफ्नै सरकारी निवास बालाटारमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गा र बुबा यज्ञराजसँग त्यस क्षेत्रका सांसद र अधिकारकर्मीहरू सहित भेट गर्नुभएको हो। भेटमा घटनाको विवरण सुनाउँदै निर्मलाकी आमा दुर्गा न्याय पाउने कि नपाउने भनी प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो। दुर्गाले गहभरि आँसु झार्दै कञ्चनपुरका आन्दोलन गर्दा पनि न्याय नपाएपछि आफूहरू काठमाडौँ आउनु परेको पनि बताउनुभयो। 10 गते बिहान म
सामान ल्याउनु गएका थिए बनबहा बजार जान्छु भनेर 8 बजे नै छोरीहरूलाई 7 बजे खाना खुवाएँ र 8 बजे म सामान ल्याउनु गएँ। छोरीलाई मेरो चटपटे कोठो घरैको कोठामा चटपटे दोकान थियो, बस्छ छोरी त्यहीँ बस्नु त्यहीँ पढ्नु, चटपटे जति आउँछन् 10-20 रुपियाँ जति हुन्छ त्यति दिनु गाडीमा दिनु भनेर म गइसकेको थिएँ। हुन्छ भने छोरीले अनि त्यो म गइसकेपछि म आउँदा चाहिँ 1 बज्यो। घरमा पुग्दा 1 बजिसकेको थियो र म पुग्दा कान्छी छोरीलाई मात्र मैले घरमा देखेँ। अर्की ठुली छोरी पनि त्यो छिमेकी नजिकैमा गइरहेछ। त्यसपछि दिदीहरू खै भनेर मैले सोधेँ र त्यो छोरीले भने मम्मी तँभन्दा त छिटो आइस्, तर दिदीलाई त हिजो नै रोशनीले बोलाइसकेको थियो, चटपटे उधारो खाएको थियो र होमवर्क लेख्छु त्यहीँ लेखाउँला भनेर गाइड ल्याएको छु भनेर भनेको थिएँ। अम्मा लिएर आउँछु भनेर दिदी त चटपटेको पैसा पनि मम्मीलाई नसोध्नु चाहिँ ल्याउँछु भनेर गएँ। अनि त्यहाँ अघि गई हो, तर त छिटो आइस् म दिदी आइन भनेर कान्छी छोरीले भने। त्यसपछि अब मलाई नसोधी किन त्यो रोशनले बोलाएर रहेछ भन्ने त्यो त मलाई त्यतिखेर नै गरिसकेको थियो। घटनाको विवरण आमाबाटै सुनेपछि प्रधानमन्त्री ओलीले बालिका निर्मलाको हत्याको घटनाले जो कोहीलाई पीडित तुल्याएको उल्लेख गर्दै सो घटनाको दोषीलाई उम्कन नदिने बताउनुभयो। उहाँले अपराधी ठूलो नहुने र त्यसलाई कारबाहीको दायरामा ल्याइ छोड्ने आश्वासन पनि दिनुभयो। प्रधानमन्त्री ओलीले सो घटनाले आफूले सुरुदेखि नै गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै घटनालाई ढाकछोप हुन नदिने सरकारले धेरैवटा छानबिन टोली परिचालन गरेको पनि स्मरण गराउनुभयो। उहाँले घटनाको तथ्य पत्ता लगाई डीआईजी नेतृत्वको शक्तिशाली छानबिन टोली परिचालन गरिएको पनि जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले घटनामा प्रमाण नष्ट गर्ने लगायतका काम गरेको पाइएपछि त्यहाँ परिचालित 6 जना प्रहरी अधिकृतलाई निलम्ब गरिएको पनि स्मरण गराउनुभयो। यस्तो जघन्य अपराध जहाँ एउटा बालिका जसको सिँगै जीवन बाँकी छ, सिँगै जीवनका सपनाहरू बाँकी छन्, त्यस्तो बालिका एउटा अत्यन्तै निर्दोष त्यस्तो बालिका जसको कसैसँग कुनै केही त्यस्तो दुर्भाव पनि हुन सक्दैन, त्यस्तोको यस्तो जघन्य ढङ्गले हत्या गरिनु भनेको अत्यन्तै दुःखद कुरा हो। त्यो अब हामीहरूलाई यति पीडा भएको छ भने बाबुआमालाई कति पीडा होला, खासै आमालाई कति पीडा होला, दिदीबहिनीहरूलाई कति पीडा होला, परिवारलाई कति पीडा होला। त्यो एउटा पीडाको स्थिति छ, त्यसलाई हामीले बुझ्नुपर्छ। र म अत्यन्तै यसमा गम्भीर छु सुरुदेखि नै। त्यसै कारण अब पहिले त त्यहाँ प्रहरी छ भने अनुसन्धान गर्छ भनेर पत्याउनु पऱ्यो, विश्वास गर्नु पऱ्यो, हाम्रो राज्यको संयन्त्र त त्यसैबाट थाल्नु पऱ्यो। त्यसको अध्ययन अनुसन्धान त्यसले गरेको अपराधको छानबिन उपयुक्त छ कि छैन भनेर मैले पनि हेरिराखेको छु, मैले पनि सोधिराखेको छु। त्यो उपयुक्त छैन भनेपछि हामीले त्यहाँका अधिकृतहरूलाई फिर्ता बोलाएर अर्को टोली पठायौँ, अनेक टोलीहरू पठायौँ। हामीले गुप्तचरका पनि टोली पठायौँ, कतै प्रमाण नष्ट गरिएको छ, कतै के भएको छ। त्यस अवसरमा अधिकारकर्मीहरूले पनि प्रधानमन्त्री ओलीसँग पीडितलाई न्याय दिन आग्रह गर्नुभएको थियो। सरकारले सो घटनाको छानबिनका लागि डीआईजी धीरू बस्नेत नेतृत्वको 9 सदस्यीय टोली परिचालन गरेको छ। प्रधानमन्त्री ओलीले दोषी पत्ता लगाई कडा कारबाही गर्न डीआईजी नेतृत्वको छानबिन टोली नै परिचालन गरिएको पनि बताउनुभयो। सरकारले संविधानका मौलिक हक सम्बन्धी सम्पूर्ण कानून निर्माण गरिएको स्पष्ट पारेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी संविधानमा व्यवस्था गरिए अनुसार मौलिक हक सम्बन्धी सम्पूर्ण कानून निर्माणको काम सम्पन्न गरिएको औपचारिक जानकारी गराउनु भएको हो। संवैधानिक व्यवस्था अनुसार त्यही असोज 2 गतेभित्र मौलिक हक सम्बन्धी सबै कानून निर्माण गरिसक्नुपर्ने दायित्व सरकारलाई
थियो। मन्त्री ढकालले निर्धारित समयभन्दा 3 दिन अघि नै सुसम्बन्धी कानुन निर्माण कार्य सम्पन्न गर्न सकेकोमा आफूलाई खुसी लागेको प्रक्रिया पनि दिनुभयो। उहाँले निर्माण गरिएको कानुन कार्यान्वयनको जटिलता हटाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। कानुनहरू बन्छन् त त्यसमा जबरजस्त एउटा के थियो भने बन्दैनन् भन्ने खालको कोणबाटै हामीलाई बनाउनका लागि प्रेरित गर्न पनि साथीहरूले अझ जोड दिएर सोध्नु भएको थियो। हामीले असोज नलागी भदौमै यो काम सम्पन्न गर्यौँ भनेर सुनाउन पाउँदा हामी अहिले खुसी भएका छौँ। किनभने आज असोज 1 गते हो, हामीले हिजै कानुनहरू चाहिँ पास गरिसक्यौँ। भाद्रभित्रै हामीले यो काम गरिसक्यौँ। मन्त्री ढकालले संविधानसँग बुझिएका कानुन निर्माण कार्य पनि समयमै सम्पन्न गर्ने योजना अघि सार्नुभयो। संविधानसँग बुझिएका कानुन आगामी फागुन 21 गते भित्र निर्माण गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। मन्त्री ढकालले संविधानको सो व्यवस्था अनुसार संविधानसँग बुझिएका सबै कानुन निर्माण हुने गरी काम सुरु गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। मन्त्री ढकालले मुलुक नयाँ संरचनामा गएकाले बुझाइमा समस्या हुने गरेको कुरालाई सहज रूपमा लिनुपर्ने धारणा पनि राख्नुभयो। अब फेरि समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। उद्योगी व्यवसायीहरूले सरकारले लिएको कर नीतिको चर्को आलोचना गरेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर कुमार प्रधान र नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले सरकारले लिएको कर नीतिको चर्को आलोचना गर्नुभएको हो। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले तत्काल कर नीति परिवर्तन नगरे नेपालमा कुनै पनि व्यवसाय सञ्चालन हुन नसक्ने चेतावनी दिनुभयो। उहाँले विद्यमान कर नीतिले करको दायरा पनि नबढाउने दावी गर्नुभयो। उपाध्यक्ष अधिकारीले करको दायरा बढाउन पनि तत्काल उचित र व्यावहारिक कर नीति ल्याउन सरकारसँग माग गर्नुभयो। न्यूनीकरण गर्नको लागि हामीले करको 1 नम्बर उपयुक्त व्यवसाय गरेर म राजस्व छल्दिनँ, म कुनै पनि अन्डर बिलिङ गर्दिनँ र कुनै पनि चिजहरूमा सरकारले तोकेको श्रमिकको उचित चाहिँ तलब दिन्छु र मैले सरकारको नर्म्स अन्तर्गत गर्छु भनेर भन्ने हो भने ती मान्छेहरूले बजारमा कम्पिटिसन गर्न नसक्ने अवस्था सिर्जना भइरहेको छ। यदि यसलाई हामीले परिमार्जित गर्न सकिएन भनेर भने करका चाहिँ सङ्ख्याहरू, करका दायराहरू बन्न सक्दैनन्। त्यो बढाउनको लागि पनि अबको अवस्थामा प्रमुख भनेको चाहिँ कर नीति नै हो र बाहिर रहेकाहरूलाई करको नीतिभित्र लिएर आउने नै हो र उचित र व्यावहारिक कर नीति लागू गर्ने कुरो नै आजको प्रमुख चुनौती हो। नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर कुमार प्रधानले कर असुलीलाई पारदर्शी बनाउन सरकारसँग माग गर्नुभयो। उहाँले जनताबाट लिएको कर सदुपयोग गरेको पुष्टि हुने गरी कर असुली गर्न सरकार लाग्नुपर्ने आवश्यकता पनि औलाउनुभयो। करको सदुपयोग गरे मात्रै कर असुली पनि सहज हुने उपाध्यक्ष प्रधानको भनाइ छ। पत्रकार मित्रहरू, महिला तथा सदनमै र करको कहाँ सदुपयोग भएको छ, यो करको सदुपयोग कसरी गर्ने हो त, त्यसको बारेमा पनि जनताले कर तिरेको मान्छेलाई त्यो सोच्ने अधिकार दिलाउनु पर्यो। वृद्धि हुने कुरातिर चाहिँ सजग हुनुपर्छ जस्तो लाग्छ। हुँदैन, अगर कमाएको छ भने त्यसले करमा दिनै पर्छ। इम्पोर्ट गर्ने, उद्योग नगर्ने किसिमको मनसाय भइरहेछ। अब यस्तो होइन कि एउटा कुरा के सबै उद्योगीहरूले दोहोरो करको मारमा नपार्न पनि सरकारलाई दबाब दिँदै आएका छन्। उनीहरूले स्थानीय तहले जथाभावी कर उठाएको भन्दै तत्काल नियन्त्रण गर्न पनि सरकारसँग आग्रह गर्दै आएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेवी संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका छन्। किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै नेवी संघले गृहमन्त्री थापाको राजीनामा माग गरेको हो। मुलुकमा जारी हत्या, हिंसा र बलात्कार विरुद्ध सोमबार काठमाडौँको प्रदर्शनी मार्गका विरोध प्रदर्शनमा उत्रेका संघका नेता कार्यकर्ताले सरकार विरुद्ध चर्का नाराबाजी पनि गरेका छन्। प्रदर्शनीमा सरकारले नै निर्मलाका हत्यारालाई संरक्षण गरेको भन्दै प्रधानमन्त्री केपी ओलीप्रति पनि आक्रोश व्यक्त गरिएको थियो। प्रदर्शनपछि आयोजित कोर्ट सभामा बोल्दै नेवी संघका अध्यक्ष नयन सिंह महरले निर्मलाको हत्यारालाई पत्ता लगाई कारबाही गर्न अब पनि ढिलाइ गरिए आन्दोलनको आदि बेहेरी ल्याउने चेतावनी दिनुभयो।
नेपाल विद्यार्थी सङ्घको यो हत्या र हिंसा विरुद्धको जसरी सरकारले संरक्षण दिइरहेको छ यसको खिलाफमा आजैदेखि आन्दोलनको आँधीबेहरी सुरु भएको घोषणा गर्दै सङ्घले हत्या हिंसा र बलात्कार नियन्त्रण गर्न सरकार असक्षम भएपछि आफूहरू त्यस विरुद्ध सडक सङ्घर्षमा आउन बाध्य भएको पनि जनाएको छ। सङ्घका अध्यक्ष महराले जारी हत्या हिंसा अन्त्य नभएसम्म सरकार विरुद्धको आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा गैराती दुर्घटनामा परि एकजनाको मृत्यु। सरकारले भर्खर नै लागू गरेको मुलुकी अपराध संहिता ऐनको विरोधमा चालकहरूद्वारा बन्दको आह्वान। महोत्तरीको बर्दिवासबाट प्रहरीले सोमबार राति लागू औषधसहित 3 जनालाई पक्राउ। पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसद्वारा आपत्ति। र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेवी संघले गृहमन्त्री थापाको राजीनामा माग। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।